हेलो साथीहरू नमस्कार। म आज चाहिँ तपाईहरुलाई अर्को जानकारीमूलक भिडियो ल्याएर आएको छु। आज म चाहिँ आइपिओ कसरी भर्ने भनेर त्यो सिकाउन गइराखेको छु। तपाईले पनि आइपिओ पहिलोचोटी भर्दै हुनुहुन्छ भने आइपिओ भर्ने तरिका सम्बन्धी सम्पूर्ण जानकारीका लागि यो भिडियो कृपया अन्तिमसम्म हेर्नुहोला। ल उसो भए अब लागौं त मोबाइलको स्क्रिनतर्फ। सबैभन्दा पहिला म पहिलो तरिका सिकाउँछु तपाईलाई आइपिओ भर्ने। यो पहिलो तरिकामा सबैभन्दा पहिला तपाईको मोबाइलको क्रोम ब्राउजरमा जानुहोला। क्रोम ब्राउजरमा गएर यहाँ चाहिँ सर्च बारमा यहाँ मेरो शेयर लेख्नुहोला। यो मेरो शेयर यसमा क्लिक गर्नुहोला। यसमा चाहिँ तपाईको डिपी कुन बैंकमा आफ्नो डिम्याट खोल्नु भएको हो त त्यो लेख्नुहोला। त्यसपछि यहाँ युजर नेम मेरो यहाँ अलरेडी छ, तपाईको युजर नेम राख्नुहोला। र पासवर्ड पनि यहाँ छ, गुगल सेभ छ, त्यसैले अलरेडी यो खुल्यो। त्यसपछि यो थ्री डटमा जानुहोला। त्यसपछि माई आस्पामा जानुहोला। त्यसपछि एप्लाईमा क्लिक गर्नुहोला। यति गरिसकेपछि अलि तल सार्नुहोला। त्यसपछि यहाँ गइसकेपछि बैंकमा तपाईको आफ्नो बैंक छान्नुहोला। एकाउन्ट नम्बर पनि यहाँ अटोमेटिक आउँछ। त्यसपछि कित्तामा दस्ता राख्नुहोला र तपाईको सीआरएन नम्बर यहाँ मेरो अलरेडी सेभ छ, म यो सीआरएन नम्बर राख्छु। त्यसपछि यहाँ टिक लगाइदिनु होला। त्यसपछि प्रोसेड गर्नुहोला। त्यसपछि यहाँ आफ्नो पिन नम्बर राखेर एप्लाई गरिदिनु होला। यी हेर्नुहोस् त मैले क्रोम ब्राउजरबाट आइपिओ भरेर तपाईलाई देखाएँ। अब म चाहिँ यो मेरो शेयरको एपबाट कसरी आइपिओ भर्ने त त्यो पनि तपाईलाई सिकाउन गइराखेको छु। सबैभन्दा पहिला तपाई प्ले स्टोरमा गएर मेरो शेयर एप डाउनलोड गर्नुहोला। यो एप मेरोमा अलरेडी डाउनलोड छ। म यसलाई ओपन गर्छु। यहाँ पनि प्रोसेस सेम हो। अब एप डाउनलोड गरिसक्यो भने ल यहाँ युजर नेम 0244, त्यसपछि 8542, त्यसपछि यहाँ पासवर्ड राख्नुहोला। के त्यसपछि लगइन गरिदिनु होला। मेरो खुल्दैछ। खुलिसकेपछि यहाँ माई आस्पामा जानुहोला। माई आस्पामा यहाँ सोलो हाइड्रो पावरको खुलेको छ। यो सोलो हाइड्रो पावरको यहाँ एप्लाईमा थिच्नु होला। त्यसपछि प्रोसेड गरिदिनु होला। खुल्दैछ। त्यसपछि यहाँ तपाईको बैंक छान्नु होला। आफ्नो एकाउन्ट नम्बर, एकभन्दा बढी बैंक एकाउन्ट छ भने एकाउन्ट नम्बर, सेभिङ अनि ब्रान्च नेम। अब तपाई तल जाने यहाँ एप्लाइड कितामा 10 लेखिदिनु होला र यहाँ रकम अटोमेटिक आउँछ र यहाँ सीआरएन नम्बर राख्नुपर्ने हुन्छ। म मेरो सीआरएन नम्बर राख्न गइराखेको छु। तपाई पनि आफ्नो सीआरएन नम्बर यहाँ राख्नु होला। 1280444697 यति गरेपछि यो टिक गरिदिनु होला। एप्लाई गर्नु होला र यहाँ आफ्नो पिन राखिदिनु होला। पिन राखिसकेपछि यहाँ एप्लाई थिच्दिनु होला। मेरो यहाँ सक्सेस भइसकेको छ। र तपाई पनि यस्तै टेक्निकल सम्बन्धी नयाँ भिडियोहरू, जानकारीमूलक भिडियोहरू हेर्न चाहनुहुन्छ भने हाम्रो यस टेक्निकल प्रब्लम च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला र मन पर्यो भने भिडियो शेयर पनि गरिदिनु होला। हस्त धन्यवाद।